हामी चाहिँ ढिँडो लिएर आएका छौँ है आज पनि। माथि घरबाट मेरी आमाले चाहिँ कोदोको पिठो अनि फापरको पिठो पठाइदिनु भएको थियो अनि हामीले मिक्स गरेर ढिँडो बनाएर खाँदैछौँ। अनि हामीले चाहिँ बेला बेलामा चाहिँ थोरै घिउ पनि तताएर यसरी ढिँडोको बिचमा राख्छ अनि ढिँडो चाहिँ यसरी घिउसँग चोपलेर पनि खान्छौँ। हामीलाई चाहिँ मिठो लाग्छ फेरि त्यसरी पनि घिउ चाहिँ तताएर अनि ट्याक्क ढिँडोको बिचमा राख्ने अनि चोपल्ने खाने अनि तरकारीको झोल पनि भइहाल्छ। कहिले घिउसँग कहिले तरकारीको झोलसँग खाँदा मिठो हुन्छ। हाम्रो केटोले पनि त्यसरी नै खाइरहनु भएको छ। साथीहरु पहिला सुरुमा डाँडा निकाल्ने अनि चोपेर गम्मा यसरी खायो भने तपाईलाई नि मिठो लाग्छ है साथीहरु। पहिला सुरुमा लाइक गर्नु अनि हामीले थाहा पाउँछ।